एनिमायाको छायाङ्कन सुरु पल शाह पहिलोपटक निर्माता बन्दै। अभिनेता पल शाहले निर्माणको जिम्मेवारी समेत सम्हालेको पहिलो फिल्म एनिमायाको छायाङ्कन औपचारिक रूपमा सुरु भएको छ। शुक्रबार काठमाडौँको गागल फेदीमा शुभसाहित गर्दै फिल्मको छायाङ्कन थालिएको। निर्माण टिमका अनुसार फिल्मको पहिलो चरणमा 10 दिन काठमाडौँका विभिन्न स्थानमा छायाङ्कन गरिनेछ। त्यसपछि टोली पर्वत पुग्नेछ, जहाँ 25 दिनसम्म फिल्मको छायाङ्कन गर्ने तयारी छ। फिल्मका लागि कुल 35 दिनको छायाङ्कन तालिका तय गरिएको छ। ओम प्रदीपको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्ममा पल शाह र अञ्जना मगर मुख्य भूमिकामा छन्। पल र अञ्जनाले यसअघि केही म्युजिक भिडियोमा समेत सँगै काम गरिसकेका छन्। फिल्ममा शिशिर वाङदेन, गजित विष्ट, लोकेन्द्र लेखक, अंकित खड्का, राज थापा, कर्म लामा, सङ्गीत थापा, विशाल पुलामी र नारायणी खत्री लगायतका कलाकारहरूको अभिनय रहनेछ। फिल्मलाई आगामी फागुन 7 गते प्रजातन्त्र दिवसको अवसरमा प्रदर्शन गर्ने घोषणा गरिएको छ। एनिमायाको छायाङ्कन सुरु पल शाह पहिलोपटक निर्माता बन्दै। अभिनेता पल शाहले निर्माणको जिम्मेवारी समेत सम्हालेको पहिलो फिल्म एनिमायाको छायाङ्कन औपचारिक रूपमा सुरु भएको छ। शुक्रबार काठमाडौँको गागल फेदीमा शुभसाहित गर्दै फिल्मको छायाङ्कन थालिएको। निर्माण टिमका अनुसार फिल्मको पहिलो चरणमा 10 दिन काठमाडौँका विभिन्न स्थानमा छायाङ्कन गरिनेछ। त्यसपछि टोली पर्वत पुग्नेछ, जहाँ 25 दिनसम्म फिल्मको छायाङ्कन गर्ने तयारी छ। फिल्मका लागि कुल 35 दिनको छायाङ्कन तालिका तय गरिएको छ। ओम प्रदीपको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्ममा पल शाह र अञ्जना मगर मुख्य भूमिकामा छन्। पल र अञ्जनाले यसअघि केही म्युजिक भिडियोमा समेत सँगै काम गरिसकेका छन्। फिल्ममा शिशिर वाङदेन, गजित विष्ट, लोकेन्द्र लेखक, अंकित खड्का, राज थापा, कर्म लामा, सङ्गीत थापा, विशाल पुलामी र नारायणी खत्री लगायतका कलाकारहरूको अभिनय रहनेछ। फिल्मलाई आगामी फागुन 7 गते प्रजातन्त्र दिवसको अवसरमा प्रदर्शन गर्ने घोषणा गरिएको छ।